नरो बहिनी के नरो सानो बेहोस थियो तर ह्यापी बर्थडे हेलो गाइज नमस्ते वेलकम ब्याक टु माई च्यानल भन्दै मैले मेरो च्यानल सुरु गरेँ साथीहरू। आज त मैले एकदम मिठो मुस्कानका साथ सुरु गर्दैछु किनभने आज मेरो बहिनीको बर्थडे हो साथीहरू। र सबैजनाले ह्यापी बर्थडे भनिदिनु होला। ओके। अनि आज चाहिँ म माइत पनि जाँदैछु। ओह माय गॉड भन्दै खुसीका साथ एकदम एक्साइटेडमेन्ट र मेरो बहिनीलाई चाहिँ सरप्राइज दिने भन्ने सोच कि कस्तो हुन्छ साथीहरू। भविष्यसम्म दिन्छु र त्यहाँ भन्दै हजुरहरूलाई फेरि पनि मेरो च्यानलमा स्वागत छ। आई होप हजुरहरू सन्चै हुनुहुन्छ होला, म पनि सन्चै छु यता भन्दै मैले मेरो च्यानल सुरु गरेँ। धन्यवाद। 1 hour later. A few moments later. ल साथीहरू म चाहिँ लागेँ माइत बहिनीको बर्थडे मनाइदिन। सरप्राइज हो कि फेरि। अच्छा अहिले फेरि कति खुसी हुने हो। भर्खर हिँडेको छु। आज घर गाड्ने अलिक टाइम लाग्छ होला, सरी भन्छु। अलिअलि टाइम लाग्छ होला। अब जान्छु के छ म जान्छु लगेर। यो चाहिँ मेरो कपडा यस्तो उकालो छ क्या, यता बाटो भन्दैछ, त्यही भएर अलि स्यास्या भएछ साथीहरू, मिलाएर बुझिदिनु होला। ओके ल साथीहरू फाइनली आइपुग्यो माइत मेरो बहिनी हो न, मेरो बहिनी। अभी मैं गाली नहीं दे सकता। नहीं गाली नहीं देना। अब फैमिली देखती है। के कस्तो लाग्छ बहिनीलाई, के भन्न चाहनुहुन्छ भन न ल साथीहरू। अहिले बर्थडे अलिक सरप्राइज होला कि फेरि। नानी थाहा भएछ नि, नानी थाहा भएपछि दिन्छ। त्यो अन्टी त्यहाँ होटेलमा छ, अन्टी गऱ्यो यसो गरौँ क्या। यति फेरि झ्याउ भयो कि हामी आउँदै थियौँ, नानी फेरि बारीबाट उता जान लागेर चाहिँ, त्यही भएर अनि त्यसलाई उता जाने मन के भनिरहेको थियो मैले नानीलाई। गाह्रो भयो साथीहरू। फलान चोपेट भयो कि त्यत्रो बजारबाट आयो तलदेखि लिक्यो कि भगवान् नि बिजोक रमाइलो भयो यार। कस्तो फिल भइरहेको गाइस। म पनि सरप्राइज भएँ, मलाई पनि भनेको थिएँ सिधै आएर माथि लिन आइज भने, अनि थाहा पाएँ मलाई पनि केही नसु। अच्छा अभी मजा आएगा ना भिड़ो। ह्यापी बर्थडे देखिसक्यो नि के सरप्राइज। किन मलाई तर पनि मान्छे नाइ कसले लग्यो तपाईँ? ये क्या है? सानो बेहोस थियो। फाइनली बर्थडे कल गाइस यहाँ छौँ। मलाई चाहिँ लाइक कमेन्ट। अच्छा लाइक गर्नुभयो बोकी रुइने क्या, त्यो रुइने अरू साथी त्यो रुइदियो। तपाईँ दिन मेरो इमोसन हुन्छ नि तपाईँ थाहा छ। माथि बाटो दिन त्यताबाट लुकी आयो, बाटो दिनदेखि लिएर धेरै अनि कस्तो पाम्रो गरेर यो माछा पनि छ मकै मलाई रहेछ। गाइस म पनि भ्लगरको बहिनी भएँ। मलाई यो खुसी कति खुसी लाग्छ यो कुराले। ल फाइनली बर्थडे गर्ल पनि रेडी भइसक्नु भयो। कस्तो लाग्यो सरप्राइज? दामी। अभी मजा आएगा ना भिड़ो। कस्तो खुसी। ल दिदी दाइलाई थ्याङ्क यू भन्। थ्याङ्क यू सो मच। ओके। के भन्नु छ दिदी दाइलाई? मिस गरेछिस् कि नै? धेरै। यता अर्को बहिनी
मम्मी आमा तिम्रो काखमा दिली किन रिचिस त दिदी यता नभन्छ आमा हो यता गाजल गयो गाजल गयो न उनले सरप्राइज बडी आमा हो के कस्तो लाग्यो नरुनुहोस् म भन्दा नि तिमी धेरै दिदी दाईलाई सम्झिन रुँदैछन् सानो नारो अझै एकछिन त्यो हुँदैन सिद्धो ज्ञानी हुने धेरै नडुल्ने अनि धेरै मङ्गल नसताउने ल फाइनली हेर्नु त के यस्तो छ चाट्नलाई दिए नचाटिनु रोकी के छ त खान्छ है भन्दै है भन् बेइज्जत मेरा हेर्नु यार मिठो रहेछ बाई बाई लभ यू गिफ्ट हेरौँ त हेरौँ न गिफ्ट हेरौँ पैसा कति भयो सुराल हुन्छ कि नै कुल्ली दे या कुल्ली दे को दिले ल फेरि एकचोटि सबैलाई थ्याङ्क यू सो मच बाई बाई के कस्तो लाग्छ साथीहरू भिडियो भनिदिनु होला यति भन्दै म बिदा लिन चाहेँ थ्याङ्क यू सो मच साथीहरू थ्याङ्क यू फर वाचिङ लभ यू सबैजनालाई मिस यू भन्दै यहाँ सुत्नु भएको थियो एउटा यहाँ मेरो बडी गार्डहरू माइत आएपछि त सुत्ने हो फेरि बाई बाई लभ यू मिस यू